भाइ म म त सक्दैन ल है ल मान्छे अब मण्डपमा जानको लागि तयारी ल मण्डपतिर अब मण्डपमा जानको लागि उता हेर्नु नि घुम्नु पर्दैन अघि उबाट आएको अगाडि हो अगाडि जाउँ हो जाउँ यो कसको त भने हाल्नु न भुतभुती गर्नु न ढिलो हुन्छ अनि के गरिराख्नु भएको त देश तथा विदेशमा रहनुहुने सम्पूर्ण शुभचिन्तक दाजुभाइहरू तथा दिदीबहिनीहरू साथीभाइहरू दिप्तेल रूपाकोट मजुवागढी नगरपालिकामा खप्चडी बुढाथोकी क्षेत्रीय सेवा समाजको कुल पूजा अथवा देवली भइरहेको छ र आज 24 गतेको दिन कुल पूजाको लागि सम्पूर्ण हामी भेला भएका छौँ भनेदेखि कुल पूजाको लागि मण्डपमा जानको लागि जुन यो चाहिँ दिदीबहिनीहरूले एउटा थुन्सेमा अथवा चाहिँ दियो कलशहरू बोकेर जाने एउटा भर चलन छ पहिलेदेखि परापूर्व कालदेखि। तपाईँहरूलाई म जस्ताको जस्तै जानकारी गराइरहेको छु र सबैको यहाँनिर म भिडियो पनि लिने एउटा प्रयास गरिरहेको छु। तपाईँहरूले एउटा प्रतिक्रिया जनाउनुहुन्छ भने पनि हामीले आश लिएका छौँ र हेरेर कमेन्टमा तपाईहरूले राम्रो खालको सल्लाह सुझाव दिने प्रयास गर्नुहोला र कमेन्टमा जहिले पनि तपाईँहरूले सकारात्मक कुराहरू लेखिदिनुहुन्छ भन्ने पनि हामीले आशा गरेका छौँ र यसै गरी म जस्ताको जस्तै देखाउन चाहन्छु। र म अलिकति सोध्न चाहेँ, जस्तै यो थुन्सेलाई चाहिँ के भनिन्छ? थुन्से सोली भनिन्छ। के भनिन्छ? सोली हो। ल ठिक छ। यो जुन थुन्से छ एकपल्ट म तपाईँहरूलाई पछाडिबाट देखाउँदैछु है, सबैको थुन्सेहरू हेरिदिनु होला तपाईँहरूले। यो थुन्सेमा के राखेको छ भन्ने कुरा, यो सोली रहेछ होइन, यो थुन्सेमा के राखेको छ भन्ने कुरा चाहिँ भरे उहाँहरूले नि तपाईँहरूलाई देखाउनु हुनेछ है। थुन्सेभित्र के छ भन्ने कुरा चाहिँ नि हेर्नु, सबै ढक्कन यो ढाकेर चाहिँ राखिराखेको अवस्था छ। ल सबैजनालाई म जानकारी गराउन चाहन्छु र
अगाडि कुदाउनु भने होइन भान्जाको अगाडि छ हेलो भाइ ठिक छ नि होइन ठीक छ ल ल ठिक छ ल ल 2083 सालको देवाली ल कुल पूजा ल ओहो भाइ के हो बोको पनि बोको एकदम अम्मो होइन ठुलो बोको छ यहाँ खतरा छ त हजुर दित्यलु रूपाकोट मजुवागढी स्थित पिप्ले चिउराना वार्ड नम्बर 7 खप्तडी बुढाथोकी क्षेत्रीय सेवा समाज केबिएसको देवाली भइरहेको छ पिप्ले दोर्पा वार्ड नम्बर 7 मा र सम्पूर्ण भाइबन्धीहरू देश तथा विदेशमा रहनुहुने पनि कतिपय स्वदेशमा आउनु भएको छ भने कतिपय चाहिँ विदेशमै हुनुहुन्छ र स्वदेशमा आउनुहुने र विदेशमा रहनुहुने सम्पूर्णलाई कुलदेवताले रक्षा गर्नु भन्दै आजको यो कुल पूजा सफल पार्नको लागि विभिन्न ठाउँबाट हामीलाई साथ सहयोग सल्लाह सुझाव दिनुहुने दाजुभाइ साथीभाइ भाइबन्धुहरूलाई हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र आज यो मण्डपमा जानको लागि बोकाहरू सबै तयारी गरिएको अवस्था पनि जस्ताको तस्तै तपाईँहरूमाझ हामीले प्रस्तुत गरेका छौँ र राम्रो प्रतिक्रिया दिनुहोला कमेन्टमा सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छौँ र बोकाहरू ल तपाईँहरूलाई है यो 1 वर्षमा वर्ष दिनमा गरेको देवाली हो र बोकाहरू पनि हामी तपाईँहरूलाई देखाउन चाहन्छौँ धन्यवाद यसरी देख्न सक्नुहुन्छ है सबैजनालाई ल जानकारी गराउन चाहन्छु सबैजनालाई ल यो चाहिँ सेराको तल पुछारमा पर्छ यसरी यो धामीको घर हो यो है दाजुभाइ दिदीबहिनी शुभचिन्तकजीहरू प्रतिक्रिया सल्लाह सुझाव दिनुहोला धन्यवाद ल ठिक छ ल उकालो छ है।